सो के छ केडा हो सबैजना सन्चै होला म नि एकदम सन्चै छु सो आजको भ्लगमा तपाईँलाई एकदम स्वागत छ आज चाहिँ हाम्रो हजुर ल आजको चाहिँ हाम्रो स्कुल छुट्टी छ त्यही भएर मम्मीले यहाँ बिहानै बारीमा ल्याइरहेछ यो चाहिँ हाम्रो बारी चाहिँ मम्मी चाहिँ अघि नै आउनु भएर यहाँ फाँडफुँड हान्दै हुनुहुन्छ यता हेर्नु यहाँ यता हाम्रो गाइडलाई के भनिदिनु त ल नमस्कार दर्शकवृन्द म चाहिँ समीरको मम्मी हो भन्नु न आरुहरू लटरम्मै फलिरहेछ सो त्यो केडा हो अनि आज चाहिँ हाम्रो डुल्नु जाने प्लान छ अब कहाँ जान्छु हेर्नुपर्छ के कसो मम्मी मम्मीले अलिअलि मलाई पैसा पनि दिइपठाउँछ सो आजको दिन के कस्तो हुन्छ हेर्दै जाउँ ढोको यहाँ चाहिँ हाम्रो उयो बाख्रालाई चाहिँ उतादेखि सब काट्दै ल सो त्यही हो हेर्दै जाउँ आज चाहिँ त्यस्तो डुल्नु जाने कुरा चाहिँ हिजो खोला चाहिँ भन्दै थियो केटाहरूले तर आज खोला चाहिँ जान्दिनँ होला पर दाइलाई यसो सघाउन जानुपर्ने छ सो हेर्दै जाउँ के कस्तो हुन्छ सब फाँडफुँड हुँदैछ केटा हो यता फाँड बन्द सबै घारी भएको छ कि घारी भइरहेको छ केटा हो घारी होइन कहाँको गालो तर ल हाम्रो बाख्राहरू नि ओ खोइ यसको बच्चा कहाँको छैन आरुको बोटहरू छ यता यस्तै छ केटा हो गाउँघरतिर त्यहाँ आरीभित्र झिरिरहेको छ सो त्यही केटा हो यिनीहरू पनि हल्का फाँडफुँड हान्नु पर्ने छ हेरौँ ओमा सर्पा हेर केटा हो सर्पा ओ सर्पा हेर सर्पा अम्बो कत्रो छ यार सर्पा डेन्जर छ केटा ओमा ए दोरी पो रहेछ सब केटा हो फाँडफुँड कार्यक्रम चाहिँ सकिसक्यो यहाँ ल्याइदिएको यो हल्का फाँडेको मात्रै हो कि यसमा यो घाँस उभर आयो नि त त्यही भएर होइन ममा के खोज्नु भएको खोइ दाँत देखाउनु तपाईँको छैन यहीँ गर्नु न खोइ त्यो हिजो लगाएको दाँत दुख्छ पो त्यो त ए सो त्यही हो हाम्रो मुमा यहाँ छ हाम्रो आरु हेर्नु न एउटा आलु चाहिँ पाकेको खानु भनेको त एउटा राम्रो भेटिदिनु त केटाकेटीले चाहिँ अलिक कारा खाइदिइहाल्छ त सब कुहिसक्दैन नि मडक गर्छ सो अब हाम्रो यहाँ काम सक्यो अब जाउँ के कस्तो हुन्छ होइन टक्क लगाएर हल्का घाँसहरू निक्ल्यो अनि के कस्तो हुन्छ हेरौँ सट्ट हल्लाएर सो केडा हो बबाल छ नि त बाटो पो छैन त फेरि यताबाट यहाँ सुँगुर यस्तो छ केटा हो गाउँघरको हल्दी चल्दी चाहिँ यस्तै छ होइन आम्बो ओ ल डेन्जर भयो यहाँ पारा कुदा त सेम छ क्या ट्विन्स हो नि त यिनीहरू कुदा त पारा हान्दै त पारा सो केटाहरू यहाँ बवाल छ ए सूर्यदेव कत्रो घाम लागेको हेर त केटा हो यहाँ तालु डढिसक्यो आम्मामा अलिक कम गर्नु पर्यो ब्राइटनेस जी आम्मामा सिधै काछो घामै देख्दैन त आम्मामा यस्तो चर्को घाम लागिरहेको यस्तो चर्को घाम लागिरहेको छ अब त्यही केटा हो यता छ अब हाम्रो दाइको घर जाँदैछौँ यो आज चाहिँ हाम्रो दाइको त्यहाँ घरसर बनाउने कुरा छ नि त अनि जग्गा खानुपर्ने छ हेर्दै जाउँ के कस्तो हुन्छ केटा हो आज दिनभरि एकदम चिल हान्नुपर्छ बेली डान्समा होइन सो यता दाइ यसो हान्ने त यसो यता एक दुई शब्द पारा गाइस सबले फलो एन्ड सपोर्ट गरिदिनु सकरपारा हाम्रो च्यानलको सकरपारा गर्दो सो यहाँ हेर्नु दाइलाई एकदम डोको चाहिँ म्याच हानिरहेको छ मलाई बोक्नु भनेको डोकोमा बोक्ने मानेको छैन सो यो चाहिँ हाम्रो के भन्छ हाम्रो त होइन यो केटाकेटीको चाहिँ एकदम डेटिङ बस्ने ठाउँ हो यहाँ एकदम यस्तो डेन्जर ठाउँ छ यहाँनिर
डेटिङ बस्ने ठाउँ हो म नि कहिले काहीँ चाहिँ बसेको थिएँ अरे क्या बसेको छैन म त्यस्तो छैन सो त्यही हो हाम्रो यताको जङ्गलहरू चाहिँ यस्तै छ घरहरू यस्तै छ घरहरू भए पनि जङ्गलहरू हुन्छ यहाँ तलतिर चाहिँ यस्तै छ केटा हो सो त्यही हो जम तल के कस्तो हुन्छ हेरौँ गाइज सो गाइज टक्क अहिले घाम अलिक हरायो अनि अब खानासाना खाएर होइन दाइ भिडियो नमस्कार दर्शकवृन्द भनिदिनु न सो अहिले खानासाना खाएर टक्क बसिरहेको छौँ अब यहाँ यो खार्नुपर्ने छ काम यस्तै छ आजको अब स्कुल बिदा भएपछि यसो काम गर्नु पऱ्यो नि त कसलाई ए कहाँ भिडियो कल नि यहाँ हाम्रो दाइ चाहिँ एकदम भलिबलसँग चाहिँ माया प्रेम बसिसकेको छ क्या दाइको हो कि भन्नु त एक्लै पनि भ्याइदिनुहुन्छ अनि तपाईँ एक्लै खेल्नुहुन्छ त नि हातको एक्सर्साइज तपाईँको हातको चाहिँ के हो देखाइदिनु त यो हातको चाहिँ देखाउनु न एकचोटि यो चाहिँ किन बानेको तपाईँले यसको कारण होला नि त यसको चाहिँ अब अलिकति मेरो प्रेसर हाई छ कि यसले अलिक प्रेसर लो भएर बाँधेको सो गाइज तपाईँको प्रेसर हाई छ भने चाहिँ यो डिजाइनले बाँध्नु पर्ने भयो तपाईँहरूले भने होइन दाइ के छ त्यहाँ देखाउनु त दानाहरू पनि छ त नि यो हो यो दाना कति मुखे छ दाना चाहिँ यो दाना चाहिँ त्यस्तै हो अम्मो जुवाला रहेछ त नि जुवाला दाना रहेछ त नि दाइसँग कहिलेदेखि बाँध्नु भएको तपाईँले यो थुप्रो हो यो त आजै म देखेको त नि मैले त अनि फुल बाल्दा भेषमा अनि तर यो त मान्छेको हड्डी जस्तो छ यार बच्चाको नि होला है बच्चाको हड्डी हो सो त्यही हो गाई अब हेर्दै जाउँ यहाँ के कस्तो हुन्छ सट्ट लगाएर अब यहाँ खार्नुपर्ने छ यस्तै छ अब गाउँघरमा होइन सट्ट यहाँ तल के रोपेको छ दाइले गाउँघरको जिन्दगी यस्तै छ सो गाइज हाम्रो यहाँ काम सुरु भइसक्यो दाइहरू आज आकाश पनि बबाल आएर छ हौ साँच्ची होला यार आम्मामा घामले होइन केटा हो कालो भयो भन्छ अनि यस्तो घाममा काम गरेपछि कालो हुँदैन त दाइ हो कि कस्तो हातहरू डायमन्ड आम्मामा पुरै यस्तो कालो भइरहेछ सो गाइज त्यही हो घाममा काम गरेपछि जो नि कालो भइहाल्छ होइन काले भयो भनेर केटी नहेर तनाव भयो क्या दाइहरू भन्दा पनि कुरा चाहिँ नि के कसो यहाँ हाम्रो दाइको चाहिँ अब बिहे गर्ने कुरो हुँदैछ कोही केटी छ भने दाइ सम्पर्क होइन त दाइ कोही केटी छ भने हाम्रो दाइ यहाँ एकदम चिक्ना छ अलमा अल टलमा टल देवर चाहिँ यहीँ हो हाम्रो दाइ अब यसो घर खाने त हेर्नु पऱ्यो नि त के कसो दाइ घर बन्दैछ यहाँनिर अब के छ विचार भिडियो कल होइन ब्लग हो दाइको ए दादा मेरो ब्लगमा तपाईँलाई एकदम स्वागत छ दुलाहालाई सो अब यहाँ हाम्रो घर बन्दै कुरो हुँदैछ हाम्रो काम यस्तो भएर यस्तो घाम लागिरहेको छ कि डेन्जर यस्तो लागिरहेको छ घाम चाहिँ सो त्यही हो हेर्दै जाउँ के कस्तो हुन्छ पुरै कालो देखिरहेको होला यार गाई चाहिँ हाम्रो दाइले म्याजिक देखाउँदै हुनुहुन्छ यता देखाउनु सुरुवात त्यो देखाउनु त यो हात नजिक लिएर के हो यो चाहिँ भन्नु त यो भनेको चाहिँ होइन एकदम त्यो के अरे उल्लुको हड्डी क्या उल्लुको हड्डी ल म्याजिक सुरु उल्लुको हड्डी म्याजिक सुरु ल भनेपछि यता पनि म्याजिक सुरु होइन त ल अब केही न केही चाहिँ हुन्छ जस्तो लाग्यो यहाँ मलाई गाइज त्यो यो भाइको यहाँ रात मैले सोचेँ यस्तो पुरा मैले म्याजिक देखाउन आँटेको सोचेँ यस्तो पुरा इच्छा पुरा गरिदिनु 1 मसान 2 मसान 3 मसान अनि म त एक छैन होइन के दाइ म त क्रिस्चियन हो नि त अनि कहाँ त्यस्तो चल्छ त अनि मलाई हुँदैन नि त त्यस्तो मसान दाइले त क्रिस्चियनलाई मसान हानिदिँदो रहेछ फेरि सो ल रात यो भाइको आँखाले मलाई हेर्दाखेरि कति 1-2 सेकेन्ड जति मलाई नदेख्ने बनाइदिने यहाँ रात मसान ल मैले त देखिनँ दाइले ल बन्द गर्दै त आयो मारो
मैले तपाईँलाई नदेख्ने कि तपाईँले मलाई नदेख्ने हो मलाई चिन्यौ मैले तपाईँलाई चिन्न ला म त अचम्म लागेर ल ल तपाईँलाई चिन्नै छोडेँ यार मैले त ल दाइको मसानले काम गर्छ क्या हो चिन्नै छोडेँ त मैले त मलाई देख्यौ देखेको छैन दाइ मैले त्यो मोबाइलले त देखेको होला नि त तिम्रो आँखाले नदेखे पनि मैले त देखेको छुइनँ तर मोबाइलले चाहिँ देखेको छ कि छैन त्यो चाहिँ मलाई थाहा छैन होइन भिडियो चाहिँ गरिरहेको छु ए तिमीले मलाई चिन्नु पनि चिनेको छैनौ चिन्नु पनि चिने ल देख्नु पनि देखेको देखेको पनि छुइनँ मोबाइलले चाहिँ अब देखिरहेको मोबाइलले चाहिँ देख्यो होला अब आँखाले नदेख्यो भने मोबाइलले त प्रत्यक्ष देखेको छ नि पक्कै पनि होइन मैले चाहिँ दिएको छु नि तर मोबाइलले देखिरहेको छ देखिरहेछ सो गाइज हाम्रो यहाँ मसान होइन त सानो कसको बिहे भएको छैन सो दाइलाई सम्पर्क गर्नु दाइले 1 मसान 2 मसान 3 मसान सु हानिदिन्छ बिहे फिक्स 1 मसान 2 मसान 3 मसान 4 मसान 5 6 7 यमराज यो भाइको 2 सेकेन्ड 3 सेकेन्ड 5 सेकेन्डसम्म आँखा बन्द गरिदिँदै यो भाइको आँखाले मलाई हेर्दाखेरि देखिन भन्ने बनाइदेऊ मसान सो मसान मेरो आँखा बन्द भइसक्यो म क्रिस्टियनलाई पनि आँखा बन्द भइसक्यो तिरिमिरी झ्याइ पार्टिसक्यो दाइको मसानले ऊ मसान उपरहरू उता बाजेको आँखा बन्द भयो पर मसानले मलाई देखेको त बन्द मैले देखाएको छुइनँ ल देखाएको छुइनँ तिरिमिरी बनाइदियो दाइ ल मसान लाग्यो आम्मा झिनी पारिदियो ल मसान दाइको मसान एकदम ठिक रहेछ है म्याजिक देख्यो नि म्याजिक यति हो ल सो म्याजिकले चाहिँ अब एकछिन मेरो 5 मिनट जति मेरो आँखा बन्द गराइदियो मैले केही पनि देखिनँ कति 2-3 सेकेन्डको त ए 2-3 सेकेन्ड 2 सेकेन्ड आँखा चिम गरेको मसान देख्नुभयो होला तपाईँहरूले कि कसो सो तपाईँहरूको बिहे भएको छैन भने चाहिँ सिधै दाइले सम्पर्क गर्नु दाइले मसान 1 मसान 2 मसान 3 मसान हान्छ सु आँखा तिरिमिरी चाहिँ कतिको पारो आँखा तिरिमिरी पार्दैन दाइ 3 सेकेन्ड जति पार्दैन साँच्ची भनेको ल गाई हाम्रो दाइको गाडी आउँछ यहाँ हेर्नु होइन होला दाइ ल उल्टी जाओस् न त यहाँ अब चाहिँ उल्टी हान्ने बवाल भयो यहाँ उल्टी माथिल्लो कानबाट हान्दिन् न सो यहाँ ठाउँ बनाउँदैछ अब मारो दाइले उल्टी होइन होला हौ आयो यहाँ भिडियो अन्तमा हान्छु यहाँ यस्तो ठन्डो ट्याक्क लगाएर उल्टी चाहिँ बबालाई हान्छु यहाँबाट हान्छु ल दाइ ओके गाइज उल्टी चाहिँ अब मैले यहाँ तपाईँहरूलाई देखाउन नचाहेको मात्रै हो कस्तो उल्टी हान्छु त्यो चाहिँ तपाईँहरूलाई थाहा नै छैन कि कसो दाइ सही हो मैले तपाईँहरू नदेखाएको मात्रै हो गाइज यहाँ धमिरा हेर्नु न यस्तो डेन्जर छ कि अम्मा खतरा गर्दा चाहिँ गोलो क्या सो त्यही हो गाइज हाम्रो काम अब यहाँ आजको दिनमा चाहिँ समाप्त होला जस्तो भइसक्यो होइन त दाइ यस्तो अलिअलि खोलखाल हानियो माटो तलतिर फालियो यस्तै छ आदिको स्टार्टिङ अब यहाँ घर बनेको नि तपाईँहरूले हेर्दै घर बनिसकेको चाहिँ देख्नुहुन्छ सो त्यही हो अब घर सरतिर जाने बेला हुन आँटिसक्यो सो अब घरतिर जाउँ के कस्तो छ हेरौँ होइन कस्तो बबाल देखिरहेको छ आकाश चाहिँ आज पुरै कालो पानी पर्ला जस्तो भइरहेछ सो त्यही हो अब घर जाँदैछु म अब पर आजको दिन यस्तै भइहाल्यो के कस्तो लाग्यो तपाईँहरूलाई होइन दाइहरूसँग एकदम रमाइलो पनि गरियो रमाइलो सो रमाइलो गरियो अब घर जाँदैछु यहाँ घरमा मम्मीले फोन गरेर बोलायो अब के कस्तो हुन्छ घरमा गएर हेरौँ सो त्यो गाइज आजको भ्लग यति नै इन्ड हालिदिन्छु
ल सही हो त्यही हो ल केटा हो